Hello everyone, आज चाहिँ म तपाईहरुलाई राँगाको सुकुटी बनाएर देखाउँदैछु मेरो ओन स्टाइलमा। फर्स्टमा चाहिँ मजाले डिप फ्राई गर्नु पर्यो हैन। यसलाई चाहिँ अनि मजाले फ्राई हुनु दिएर चाहिँ त्यसपछि मैले ग्रीन चिल्ली फ्राई गरे हैन एकछिनको लागि। अन्त चाहिँ मैले ग्राइन्ड गरेको अदुवा र लसुनको पेस्टलाई चाहिँ फेरि एकछिन फ्राई गरे। त्यसलाई पनि मजाले भुट्नु पर्छ हैन। त्यसको कलर चेन्ज भइन्जेलसम्म। त्यसपछि मैले स्वाद अनुसार नमक डाले, which is my favorite line. एन्ड त्यसपछि अलिक ठुल्ठुलो पिसमा काटेको प्याजलाई चाहिँ मैले फेरि त्यसलाई पनि एकछिन टाइम लिएर भुटेँ जबसम्म यो मजाले अलिक पाकेको थिएन। त्यसपछि भुटेँ अनि चाहिँ टमाटर हालेर एकछिन त्यसलाई पनि फ्राई गरेँ अन्टिल इट्स कुक्ड नाइसली। त्यसपछि रेड चिल्ली पाउडर, अब तपाईहरुलाई कतिको स्पाइसी खानुहुन्छ हैन त्यो अनुसारले मैले रेड चिल्ली पाउडर पनि हालेँ अनि चाहिँ त्यसलाई मजाले फ्राई हुन दिएँ अन्टिल इट्स कुक्ड प्रपरली हैन। अनि जसलाई चाहिँ अलिक काँचो मनपर्छ उनीहरूले चाहिँ बेसी फ्राई गराउनु पर्दैन, बट देन अलिकति उयो भएकै मन पराउँछ नि त मेरो घरकोले चाहिँ मजाले पाकेकै, त्यही भएर मजाले पाकिसकेपछि चाहिँ यो अघि डिप फ्राई गरेको राँगालाई चाहिँ हालिदिएँ। त्यसपछि फेरि यसलाई मजाले चलायो अनि एकछिन समयको लागि राखेर त्यसपछि मजाले त्यसमा मसलाको त्यो सबै फ्लेभरहरू पस्नु दिइसकेपछि चाहिँ हल्का सोया सस हालेर अलिकति मात्रै, बेसी अमाउन्टमा मन पर्दैन त्यो सोया ससहरू। अनि त्यसपछि टमेटो सस पनि हालिदिएँ अनि फेरि त्यसलाई मजाले एकछिन भुटेँ अनि फेरि त्यसको फ्लेभर पनि मजाले पसिन्जेलसम्म त्यसलाई फ्राई गरेँ, एकछिन राखेँ हैन। अनि यहाँ चाहिँ मेरो सुकुटी राँगाको सुकुटी चाहिँ रेडी भइसकेको छ। अनि यो चाहिँ मलाई पुरा देखाउन मन लाग्यो। दिस इज अ भेरी क्युट पिस, सो